आज हाम्रो गाउँमा एउटा निर्दयी घटना घट्यो। त्यो घटनाको म प्रत्यक्षदर्शी हो, तर म प्रत्यक्षदर्शी भएर देखेर पनि नदेखे झैँ गर्नु पर्दा मलाई एकदम आत्मगलानी फिल भएको छ। लाग्छ भगवानले मलाई माफ गर्ने छैन, तर पनि यो घटना म तपाईहरु समूह प्रस्तुत गर्न चाहे। कुरा के हो भन्दा हाम्रो समाजमा एकजना 6 वर्षीय चेली, 6 वर्षकी एउटी बालिकालाई आफ्नै 26 वर्षका बाउले ती बालिका कराउँदा पनि, चिच्याउँदा पनि, हात जोड्दा पनि, आफ्नै बाबालाई नाइ बाबा यसो नगर्नुस् भन्दा पनि नसुनेर आफ्नै बाउले, 26 वर्षको बाउले आफ्नै छोरीको कुरा नसुनेर छोरीमाथि एउटा अन्याय गरेका छन्। रुँदा कराउँदा पनि जंगलै जंगल लगेर, जंगलकै बाटो लगेर स्कुल लगेर छोडिदिएका छन्। किन यस्तो घटना सुन्दाखेरि मेरो मन कटक खायो। किन भन्दा तपाईको पनि खान सक्छ यस्तो निर्दयी घटना सुन्दा। यदि तपाईको पनि यस्तो मन कटक्क खाएको छ भने यो भिडियोलाई शेयर गर्नु होला। किनभने यस्तै घटना भोलिका दिनमा नहुन्। यस्ता निर्दयी घटना आफ्नै छोरीप्रति गरिने यस्ता निर्दयी व्यवहार भोलि नहुन्।